गाइस यति मजा आइरह हेलो गाइस वेलकम टु ब्याक टु माई ब्लग आज चाहिँ हामी सिकाली गइरहेछौँ हैन सिकाली गएर आज मजा गर्छौँ र सिकालीपछि उहाँ चौबार र माछा देखाउनेछौँ है चौबारको मेरो साथी हो के भयो भएन राइट यो यस्तै छ यो साथी चाहिँ फर्स्ट टाइम सिकाली आएको छ होइन ऊ यहाँ छ साथी चाहिँ यहाँ छ अब यसलाई म आँखा चिम्मो गरेर यसलाई लग्छु यहीँ चाहिँ के छ ल म देखिरहेको छ तल देखा आँखा चिम्मो गरिरहेको छ म हिँडाल्छु तँलाई गाइड हेर्नु उकालो छ नि गाइड यस्तो भ्यू राम्रो छ नि हेर्नु गाइड यस्तो राम्रो छ नि होइन अब यसलाई देखाउनु छ कि यो फर्स्ट टाइम आयो त यो तपाईँहरू पनि कोही नयाँ आउनु भएको भने लाइक कमेन्ट सेयर गरिदिनु होला किनभने त अस्ति म पनि आएको थिएँ यहाँ साथीहरूसित पनि अब यसलाई देखाउँछु तल हेर्न होइन गाइस अब सिकालीको अलिकति घर चाहिँ देख्यो होइन तल बस होइन अब आयो ल रेडी छस् साँच्ची फर्स्ट टाइम ल रेडी 2 1 गो यताबाट देख न मलाई चाहिँ खोल्दैन मसँग छ ल यो बना होइन गाइस मिलेन गाइस घोडा हेरेर अब आउनु यता होइन अब एकछिन हिँड्ची छाउमा बसौँ है छाउमा बस्नु मन लाग्यो है पुरै गर्मीले पसिना आइसक्यो हेर्नुहोस् पसिना यता जाउँ आइज ओइ यहाँ अस्ति नै सरो भएको थियो नि यहाँ यस ग्रिन पानी आइज रुखमा चढ त मलाई क्यामेरा दे पहिला क्यामेरा यसरी पकर ल म रुखमा चढ्छु है अनि त्यही मलाई दे है यो के हो यताले हेलो गाइस यो चाहिँ डचकचेक बादर हो यो म अहिले दिँदैछु गाइस रुखमा चढेको होइन म मेरो फेभरेट रुख हो कि होइन गाइस त एक्लै पनि म आउँछु होइन कहिले काहीँ बस्न सट्ट यस्तो मजा आउँछ अघि हामी त्यहाँ गएको थियौँ होइन त्यहाँ अब यहाँ आइसक्यौँ होइन ओ आइज नि तपाईँले रुखमा यिनीहरू यहाँ तलबाट माथि सर्छ के होइन खै के पार्टी गर्न होला हेर्नुहोस् गाइस यस्तो राम्रो भ्यू हेर्नु न ए साँच्ची सुन्नु तेरो गर्लफ्रेन्ड लिएर आइस ल तेरो मेरो ल्याउनु ल मेरो भएको ल्याउँदा मिल्छ त अनि ल्याउनेको छ आइतमा भोलि ल्याऊ भोलि लिएर आइज तेरो ल्याउने घोडा हेर्नु न कि चुप्ला हेर्नु खोइ घोडा हेर्नु जाउँ न यार कस्तो रहेछ ऊ घोडा आएर नजिकै पुगिरहेको छ नजिक पुगिरहेको हामी गाइस ध्यान देख न गाइस यी घोडा हाम्रो अगाडि घोडा ऊ पारि एउटा घोडा ऊ अनि एउटा ऊ त्यहाँ टोटल 3टा घोडा छ यहाँ एउटा घोडा गइसक्यो खै एउटा घोडा अघि गइसक्यो 4वटा थियो अलि नजिक त अलि नजिक नै त्यही जा डर लाग्यो होइन एउटा घोडा त्यहाँ अब जाम होइन हामी उता जाने हो के पागलले हामी उता जाने हो घोडा देखाइयो अब हामी उता जाँदैछौँ होइन के गर्नु गाइस यसलाई घोडाको सोख छ कि अब यो ठुलो बस मेरो घोडा चाहिँ ऊ त्यो लास्टको हो एकछिन होइन पिपलमा बस्थ्यौँ कि अब जाम होइन उता हामीले अब घर उता त्यहाँ मैले अर्को बुकमतीको देखाएँ अब तपाईँलाई म यहाँको सिकालीको पुल देखाउँछु है यहाँ बाटो पनि कस्तो अप्ठ्यारो गाइस यो हाम्रो अर्को पुल भयो होइन हेर्नु त्यहाँ गाई भैँसी चलेर अनि यस्तो राम्रो भ्यू हामी उताबाट आएको होइन
उतै 4 घन्टाको बाटो भयो हैन अनि भिडियो बनाउन त 2 मिनेट 4 मिनेट लाग्ने हो अब जाम हैन हाम्रो यही हो यात्रा हामीलाई उ त्यहाँ पुग्ने छ उता आउनुहोस् भिडियोमा गइराखौँ चौबार जाँदा उ त्यहाँ छ त्यहाँ हामी चाहिँ चौबार चाहिँ यता जाने हामी आउनुहोस् हाम्रो यात्रामा सपोर्ट दिने त्यहाँ त फर्स्ट टाइम होइन त्यहाँ एउटा खेलिरहेको छ होइन अनि म चाहिँ कतिचोटि आउँछु नि साथीहरूसित घरमै बस्नु मन लाग्दैन नि मलाई चाहिँ डुल्न मन लाग्छ गुरु यस्तै डुल्ने हावा खाने तर घरमा पनि बसेर केही कामै छैन होइन त्यही हेर्ने मम्मी मात्रै हो भाइको छ अब जाम होइन हिँड्नु अब हामी अनि धेरै दिनपछि यति लम्बो सब अस्ति बुकमती जाँदा त एकैछिनमा भयो कारे बिनै जाँदा होइन त्यो पो कति 5 मिनेट 4 मिनेटमा पुगिन्छ होइन यो 1.5 घन्टा 1 घन्टा अझै 1 घन्टा लाग्छ होइन हिँड्दै जाँदाखेरि अझै 1 घन्टा लाग्छ हामी केही गर्दैन बाने छ राख्ने त्यहाँ तलको कहाँ छ यस्तो गर्मी छ होइन यस्तो गर्मीमा दुःख गरिरहेको छु म भ्लग बनाउनलाई होइन भ्लग बनाउने दुःखै हुन्छ मलाई यहाँ कति सानोतिर छ होइन पोल बचाइ कहीँ पोल बचाइराखे छोड्दै खस्नु रे अब हामीले गरे आएन के त पम पड्क्यो गाइज फाइनली हामी 3 मिनेटै पुग्यौँ अब 3 मिनेट अहिले चाहिँ 4 मिनेट अहिले 5 मिनेट यस्तो गर्नु भयो त चाहिँ साँच्ची सोधेर आओस् न मम्मीलाई ए मम्मीले बा तेरो दाइले मम्मी गाउँमा छ 2 मिनेटको बाटो एकछिन बसौँ भन्दा पनि किन रोक्ने होला हिँड्नु सुरु जवान मान्छेहरू बुढो भएको भन्ने त होइन अब जाउँ यहाँ बल खेलिरहेको बाहिर अब आइसक्यो है म अब आएँ अङ्कल अङ्कल कसैमा आउनु गइ छ अब पानी किन्छु पानी छ चिसो पानी फ्रिजको दिन कति हो 25 रुपियाँ यसरी यसरी मलाई त तिम्रो नाम के हो सृजन लाग्यो 5 रुपियाँ फिर्ता नि त पछि पानी किन्नला 60 रुपियाँ बाँकी 70 के बनाउला ब्लग तिम्रो ब्लगको नाम के हो कान्छो ब्लग्स ल कैसे पानी नि ओ पानी 25 पनि चिसो त चाहियो आउने ओह गाइस थोरै ल म पनि नजाउँ यार यात्रा ठुलो भयो होइन आजको दिन राम्रो भयो धेरै राम्रो भयो होइन तपाईँसित कुरा गर्दा पनि राम्रो भयो मस्त गफ गरेर आयो अनि रमाइलो गयो होइन अब यसै हो अब के भन्नु खतरनाक बाटो छ यहाँ अब आइहाल्यो नि फाइनली गाइस पुग्यो रेड मर्सिडिज त्यो के भन्ने भाइ त्रिगुण ब्लक हेर्नुहुन्छ नि म पनि त्यही हेर्छु त्रिगुण इन्डियामा बस्छ भोटकेमा घन्टी गाइस म त फर्स्ट यहाँ ठाउँ गराउँछु हेर्छु के गाइस जम्प गर्नुपर्छ होला मलाई रुक जम्प गर्छु म खोइ आइज हजुर ओबिमा झन्डै मरेन
गाई चाहियो यसो मोमो चोक्छु के हो गाई चाहिँ अब म मरेँ के मलाई त सुन्न बाँचेको छु तर त फर्स्टै बाँचेछ है अब पैसा तिर्नुपर्छ इस राम्रो छ कि नै मिनी पोखरा पोखराको माछा हेर्नु म माछा देखाउँछु नि तर माछा किन्नुपर्छ के त्यो ऊ किन्नुपर्छ दाना किन्नुपर्छ थाहा छ गाई चिन्नुलाई फर्स्ट टाइम हेरेको हेर्नु त कछुवा के हेर्नु यो त मैले पहिल्यै देखेको गाई चाहिँ हेर्नु न त्यो त मैले पहिल्यै देखेको होइन हेर्नु म राम्ररी देखाउँछु तपाईँहरूलाई हेर्नु ल राम्रो सिक्ने बेस्ट भन्नु जानेर हाले पनि त्यस्तै हो यति धेरै छ उडाइदिउँ ऊ हेर ऊ हेर्नु गाई फाइट परेर फेरि माछा कति दिनमा माछा मारेका होइन वैसे ऊ हेर्नु कति ठुलो गिटार हेर्नु यस्तो क्याफे छ अर्को चिज आउने यस्तो 1000-1200 लिउँछु खान्छु भनेर बाहिर उसले काट देखाएर हामीले छोड्नु के गर्नु छोड्नुपर्छ कुनै खाइदिनु होइन बसेर त्यही ल्याएँ क्याम गरेँ यस्तो आइन्छ यस्तो लगाएर आएको छु लगाएर बर्गर पिज्जा यस्तो पनि के खान्छ मनमा त लड्डु फुटिरहेको छ तर के हुनु 24 घन्टा भइसक्यो होइन अब होइन म अब एन्ड गर्छु खै है already back man एकछिन खेल्नु मन लागिरहेको थियो त्यही भएर यहाँ खेल्नु यहाँ त ट्याक्सी पनि आउने रहेछ है यहाँसम्म त चलो यही भने हो हेर्ने हो गाइज यही भनेको चोबारमा छ मैले चोबारमा गाई चाहिँ यति मजा आइरह्यो